फर्स्ट भिडियोमा सबैजना लाइक्स र कमेन्ट चाहिँ गरेर छोड्दिल्ला हाम्रो सबैजनाले त्यो टपको आइडियाहरुलाई गरेर फलो पनि गरौँ के प्यारीहरु हैन भेना सब हजुर है भन त भेना आई लभ भन्नु न भेना एकछिन मलाई आई लभ नसुने कति भेना यो मेरो जीवनमा म त भन्दा मैले भन्दिन अब मैले भन्दा थाकिसकेको छु छोडा अब तिमीले भन मैले भन्दा थाकिसकेको छु रिप्लाई नै आउँदैन छोडा अब त्यो मैले नभन्ने आजदेखि कसैलाई आई लभ यु नभन्ने आफैले आफैलाई आई लभ यु म भन्दा थाकिसकेको छु म बुढो भइसके म त रिसा गर भेना रिसा गर कति भाउ खोज्छन् केटीहरुले यति भाउ खोज्छन् हैन जाबो चाहिँ एउटा सानो कुरामा यति भाउ खोज्छन् यति भाउ खोज्छन् सबै कुरा थाहा छ नि हैन तर यति भाउ खोज्छन् मैले खोजे ल अरु भनौं मैले खोजे तुलसा दिदी थ्यांक यू सो मच नभन्ने अब मैले आजदेखि त कसम खाइसकेको छु मैले नभन्ने अब यति भाउ खोज्छन् हैन यति भाउ खोज्छन् थ्यांक यू आई लभ यु जान भन्न त मनमा थाहा छ हैन सबै थाहा छ यसलाई चाहिँ मलाई आई लभ यु भनेछ मलाई मन पराउँछ भन्ने त यति चाहिँ नौटंकी भन्दै भएर मन पर्छ भनेर आई लभ यु भन्दै भनेर काममा चाहिँ नौटंकी मिस्टर 7 थ्यांक यू राधाशीष थ्यांक यू नो रिग्रेट थ्यांक यू सो मच यहाँ थ्यांक यू भन्ने बिर्सिसके तपाईको गफले पुरामा भुलाएको यो भेना खतम रहेछ नि यार नि भेना पुरामा भुलाउने हो त भेना थेत प्यारीहरु है भेनाले पुरामा भुलाउन लाग्नु यति भाउ खोज्ने यो आई लभ यु भन्न केटी हो यति चाहिँ यति भाउ खोज्छन् कसैले चाहिँ भन्दाखेरि कसैलेदेखि म कसैले मनदेखि नै भन्छ नि बिचरा हैन कसैले त यति मन पराएको हुन्छ तर जब त्यो केटीले मन पराउँछ नि केटीले मन पराएर भन्यो ठीक छ केटाले त स्वीकार्छ त्यो केटाले कहिलेकहिले मन पराएर भन्यो भने यति नौटंकी मलाई यस्तो पाराता छ यति नौटंकी त भन्दै भइहाल्यो नि हुन्छ भने हुन्छ हुँदैन हुन्न बेक्कामा चाहिँ त्यो त नभनेर चाहिँ त्यो के खानै चाहिँ मयुम रानी ल मलाई भन्नु नि त ल मलाई आलु भन्नु नि त म भन्दिन तिमी पनि उही बारीको मुला छोड्दै भन्दिन भेना भन्नु के हुन्छ र भन्दिन तिमी नि उही के उही बारीको मुला के सुन्दर भेना आई लभ यु अब त्यो मुखले मात्र त्यति आई लभ यु भनेर भएन सुन्दर भेना आई लभ यु भन्नु धेरै छ मलाई चाहिँ के बगर केटीहरुले भाउ खोज्छन् रे अहिले हेर्नु प्यारी हेर्नु भयो भेनाले भाउ खोजेको केटीको कुरा गर्ने आफै भाउ खोज्ने यो त भएन नि भेना ट्याप ठोकम जे बराबर ट्याप ठोकम नि जित्न पर्छ हाम्रो सालीलाई चाहिँ नि लजाएर छैन त्यो भेनाको गाला रातो भइसक्यो प्यारा प्यारीहरु सबैजना टप आइडियाहरुलाई फलो गरिदिनु ल मिस्टर 7 थ्यांक यू सो मच नो रिग्रेट थ्यांक यू सो मच राधाशीष थ्यांक यू सो मच प्यारीहरु बिरुची थ्यांक यू सो मच हाम्रो सामसुङ हाङजी नसकिने भयो नि आमा कडा ल सबैले फलो गरिदिनु ल यहाँ यतापट्टि सालीतिर हैन तपाईको त गाला रातो भएको छ दिन लजाको र छैन किन लजाउँथे र म चाहिँ अब बुढेसकालमा लजाउन थाल्यो भने त के होला र चाहिँ यहाँ सुन्ने बेला दिदीको हात झप्पु भेट्नुहुन्छ र फेरि ढाड सट्किने गरी भोलि बिहान उठ्नै नसक्ने गरी भेट्नुहुन्छ र हैन त्यस्तो छैन हैन यस्तो छ मलाई त्यस्तो लाग्दैन के रे साली है त्यो दिदीलाई पनि छ नि त्यो मैले मन पराएर ल्या हो नि त हैन मैले मन पराएर ल्याएको मैले चाहिँ सबै कुरा गर्दिने भने चाहिँ किन त्यो दिदीसँग डराउने हो र बेकाममा चाहिँ आवश्यकै छैन डराउनु किन डराउनु नडराउनु अब जिते अब तिमी जित्यौ म हारे हैन सबैको खेलमा छोडा अब ल तिम्रो जित नै मेरो जित हो तिम्रो माया नै मेरो माया हो तिम्रो खुसी नै मेरो खुसी हो तिम्रो लागि यो मनमा माया नै माया छ भनेर एउटा डायलग दिदा नि के जान्थ्यो होला अब के भन्ने अब सबै कुरा भनिसके भनेर बुझ्दैनौ अब नबुझिसले अब के भनिराख्ने बारम्बार भयो ल छोडा फेरि भोलि फेरि खेलौँ ल भेना थ्यांक यू सो मच आई लभ यु भेना ल बाइ बाइ हाम्रो एमबीपी सामसाङजी तुलसा दी मिस्टर 7 राधाशीष सोनम दिदी अनि सोमा